नमस्ते साथीहरू, यसपालिको फुलको महँगाइले हामीलाई केही पाठ सिकाएको छ। यो देशमा हामी जति नेपाली जति अल्छी कोही छैन भनेर सिकाएको छ। घर घरमा गमला राखेका छन्, फुल रोप्न जान्दैनन् र महँगो भयो भनेर आत्तिन्छन्। यो होइन कि साथीहरू, अल्छीपन धेरै गरिरहेका छन्। घर घरमा फुल रोपेको भए यतिको अवस्थामा नेपालमा पुग्ने फुल घर घरमा पुग्ने थियो र घर घरको त्यो फुलले अहिले बजार यति तातिने थिएन जति आज अहिले तातिएको छ। अहिले 1000 रुपियाँ 800 रुपियाँको फुल तपाईँले किनेर लाउनु पर्ने थिएन। आजकलको धेरै घरहरू हेर्न सक्नुहुन्छ, कुनै घरमा फुल छैन, फुलको माला लगाएर राखिएको छैन, सजावटको बाहनै बिर्सेका छन्। किनभने फुल महँगो भयो, त्यो पनि 800 900 1000 1200 800 900 1000 1200 साथीहरू। त्यसर्थ साथीहरू थोरै मेहनत गरौँ। घर घरमा गमलामा आफ्नो घरको सजावट पनि हुन्छ। मेहनत गरौँ, घरमा फुलहरू रोपौँ, जसले गर्दाखेरि यस्ता अवस्थाहरू आउन सक्दैन। र मेहनत गर्न किन छोडिरहेको, किन अल्छी भइरहेको छौँ नेपालीहरू? सबै अर्काको भरमा परिरहेका छौँ र अर्काको भरमा परेपछि भोलि यस्तै दिन यो देशमा आउन सक्छ। किनभने उत्पादन जेरो छ साथीहरू, जेरो। आफ्नो देशमा उत्पादन जब जेरो हुन्छ नि, तब खपत बढी हुन थालेपछि त्यसको मूल्य अवश्य बढ्छ। भोलि यस्तै मूल्य अरू सामानको बढ्दैन भन्न सकिँदैन। भारतमा आयात नहुँदाखेरि यति बढ्छ भने भोलि अरू सामानहरू पनि आयात नहोस् त, तरकारी नहोस् वा खाद्यान्न नहोस्, भोलि के अरू चिजै नहोस्, हामी के हुन्छौँ होला त? त्यसर्थ साथीहरू मेहनत गर्न थालौँ। जहाँ सकिन्छ आफूले सकेको चिज गरौँ। यो पाठ यो वर्ष सिकाएको छ। धन्यवाद।